ओहो निर्वाचनका मुखमा यो के हुन लाग्यो हो भनेर नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति जो 14औं महाधिवेशनबाट निर्वाचित भएका सभापति शेरबहादुर देउवा र 14औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भए अहिले कार्यवाहक सभापति हुनुभएका पूर्णबहादुर खड्का, त्यो बेला 41% मत लिएर प्रतिस्पर्धा गर्नुभएका शेखर कोइराला, त्यो बेला अधिकतम मत भनौँ न राम्रो मत ल्याउनु भएका प्रकाशमान सिंह, त्यो बेला अर्को मत ल्याउनु भएका विमलेन्द्र निधि र कल्याण गुरुङ समेतको साझा उपस्थिति र केन्द्रीय कार्य समितिमा 135 भन्दा बढी केन्द्रीय सदस्यहरूको सामूहिक उपस्थितिमा हामीले भन्यौं हाम्रो पार्टीको कुनै अधिवेशन विशेष महाधिवेशन अहिले केही पनि भएको छैन। हाम्रो पार्टीको केन्द्रीय कार्य समितिको सर्वसम्मत निर्णयबाट चैत्र 21 गते वडा अधिवेशन र वैशाखको 28, 29, 30, 31 गते केन्द्रीय महाधिवेशनलाई कार्यतालिका छ र हामीले समानुपातिकको बन्द सूची नेपाली कांग्रेसको तर्फबाट यस कार्यालयमा बुझाइसकेका छौं। राष्ट्रिय सभाका उम्मेदवार हामीले मनोनयन गरिसकेका छौं, दर्ता गरिसकेका छौं र प्रत्यक्षको पनि मनोनयन पत्र दर्ता गर्न 6 गतेको लागि तयार भएर हामी हरेक बैठकमा नेपाली कांग्रेसको तर्फबाट हामी यहाँ उपस्थित छौं भने यो बीचमा को मान्छेहरू आए जसले हामी कांग्रेस हौं भन्दैछन् भने यदि तपाई हामीले चाहिँ यो जग्गा मेरो हो भनेर कसैले चाहिँ टहरा हाल्न थाल्यो हैन बार नथाल्यो भने त्यो बेला जग्गा धनी गएर मेरो जग्गा हो नि यो त किन बारगाली छ भन्नुपर्ने जुन प्रचलन छ सोही अनुसार यदि नेपाली कांग्रेसको बारीमा नेपाली कांग्रेसको घरमा नेपाली कांग्रेसको यो मैदानमा कसैले पनि आएर अनधिकृत रूपले जसको पूर्जा छैन श्रेष्ठता छैन कानुनी आधार छैन तिनीहरू आएर दाबी गरे भने हामीले यो जग्गा मेरो हो यो ठाउँ मेरो हो यो पार्टी मेरो हो भन्नुपर्छ भन्ने प्रारम्भिक सिद्धान्तका आधारले हामी आज आएर निर्वाचन आयोगलाई जानकारी गगन थापाले जसरी बोलाएका थिए विशेष महाधिवेशन भनेपछि महामन्त्री द्वयले बोलाउनु भएको थियो यो सबै नाटक थियो। पहिलो कुरा यो झट्ट हेर्दा अहिले चाहिँ सबै नाटक देखियो किनभने नेपाली कांग्रेसको विधानको धारा 17 को 1 ले के भन्छ भने नेपाली कांग्रेसको सबै तहको पदाधिकारी सदस्य र प्रतिनिधिहरूको पदावधि 4 वर्षको हुनेछ र यदि कुनै 4 वर्षमा अधिवेशन पनि हुनेछ तर विशेष परिस्थिति भयो भने थपेर 5 वर्ष पुर्याउन नि सकिने चाहिँ कसै थप्न सकिन्छ भन्ने 17 को 1 ले भन्छ र 17 को 2 ले के भन्छ भने तर केन्द्रीय कार्य समितिले आवश्यकता ठानेमा वा 40% महाधिवेशनका प्रतिनिधि सदस्यहरूले हस्ताक्षर गरेर माग गरेमा केन्द्रीय कार्य समितिले माग गरेको 3 महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने छ भन्छ। यहाँनिर बुझ्नुपर्छ बोलाउन सकिने छैन बोलाउनु पर्ने छ भन्छ। तर केन्द्रीय कार्य समितिले के भन्यो भने 4 वर्षको समय बितिसकेको नियमित महाधिवेशनकै समय आइसकेको विशेष महाधिवेशन गर्दा 78 साल भन्दा अगाडिका मान्छेले मात्रै सहभागी हुन पाउने त अहिले युवा पुस्ताको माग अनुसार नेपाली कांग्रेसलाई नयाँ बनाउनु पर्छ यसलाई परिमार्जन गर्नुपर्छ परिष्कृत गर्नुपर्छ पुस्तान्तर हुनुपर्छ भन्ने माग हाम्रो भएको हुनाले हामीले के भन्यौ नियमित महाधिवेशन गर्यो भने सदस्य नयाँ हुन सक्छन् नियमित महाधिवेशन गर्यो भने नयाँ प्रतिनिधि आउन सक्छन् तिनै प्रतिनिधिको आधारमा केन्द्रीय नेतृत्व समेत पनि नयाँ हुन सक्छ। त्यसैले नियमित महाधिवेशन गरौँ भन्दा जो हिजो यहाँ आएर हामी अध्यावधि गर्न चाहन्छौँ भन्ने नेताहरूले उहाँहरूले नै सर्वसम्मत धेरै राम्रो कुराहरू चाहिँ यो ठिक हो भनेर स्वीकार्नुभयो र तत्पश्चात हामीले के भन्यौँ त्यसो भए अब विशेष महाधिवेशन चाहिँ औचित्यहीन र यो चाहिँ निरर्थक भयो है यहीबाट भनेर मङ्सिर 15 गतेको निर्णय सुनायौँ उहाँहरूले हुन्छ भन्नुभयो। तर जब उहाँहरूले सदस्यताको जिम्मा लिनुभयो क्रियाशील सदस्यता टुङ्ग्याउने गर्नुभयो उहाँहरूले षड्यन्त्रपूर्वक ढङ्गबाट क्रियाशील सदस्यता टुङ्ग्याइदिनु भएन केन्द्रीय कार्य समितिमा बुझाउनु भएन क्रियाशील सदस्यता नबुझाएको कारण नटुङ्ग्याएको कारणले हाम्रो पुस 16 गतेदेखि हुने वडा अधिवेशन अवरुद्ध भयो रोकिएपछि हामीले के भन्यौँ अब त्यसो भए यसलाई संशोधन सहित अर्को सूचना जारी गरौँ न भन्दा उहाँहरू मान्नु भएन नमानेपछि अन्ततगत फेरि उहाँहरूले के गर्नुभयो पुस 18 गतेको बैठकमा बसेर अब चैत्र 21 देखि वैशाख 28, 29, 30, 31 सम्मको कार्यतालिकालाई सम्पूर्ण ढङ्गबाट सर्वसम्मत स्वीकार्नुभयो यता बैठकको निर्णय स्वीकार्नुभयो उता गएर फेरि भेलकुटी मण्डपमा चाहिँ भेला बोलाउनु भयो र जसको नाम चाहिँ विशेष महाधिवेशन भन्नुभयो। पहिलो विशेष महाधिवेशन उहाँहरूले लिनुभएको छ 2014 सालमा 2014 सालमा विशेष महाधिवेशनको सभापतित्व त्यो बेलाका सभापति सुवर्ण शमशेरले गर्नुभएको थियो र निर्वाचित हुँदाखेरि बढी मत ल्याएर गणेश मानसिंहसँग चुनाव लडेर बिपी कोइराला जित्नु भएको थियो। त
आजको उहाँहरूले भनेको विशेष महाधिवेशनको सभापतित्व कसले गर्नु त? केन्द्रीय सभापतिले गर्नु भएन, कार्यवाहकले गर्नु भएन, उपसभापतिले गर्नु भएन, महामन्त्री द्वयले गर्नु भएन, सहमहामन्त्रीले गर्नु भएन, केन्द्रीय सदस्यले त गर्नु होला नि, ज्येष्ठ सदस्यले त्यो पनि गर्नु भएन। कसले गर्नुभयो त भन्दा काठमाडौँ जिल्लाका सभापतिले गरेपछि सम्भवतः त्यो काठमाडौँ जिल्लाको अधिवेशन हुन सक्छ। यस बारेमा दाबी भएको हुन सक्छ, तर केन्द्रीय समिति अधिवेशन भनेपछि केन्द्रीय सभापतिले नै गर्नुपर्छ। बोलाउने अधिकार केन्द्रीय सभापतिलाई मात्रै छ, केन्द्रीय कार्य समितिलाई मात्रै छ। त्यसो पहिलो कुरा माग गर्दैखेरि अवैधानिक माग हुन्छ भन्ने डरले बुझाउनु भन्दा अगाडि उहाँले हातले लेखेर नियमित वा विशेष भन्नुभएको छ। किन नियमित वा विशेष भन्नुभयो भन्दा म भन्दैछु आजै त भन्नु पर्यो, चाहिएपछि भन्ने हो, नभए अफिसमा दर्ता भएको कागज जताततै किन भन्दैन। म आज के भन्दैछु भने उहाँले अन्तिममा